नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई टेल डिटेल्सको अर्को नयाँ श्रृङ्खलामा। आज पनि हामी हजुरहरूमाझ निकै नै रोचक लोककथाको साथमा उपस्थित भइसकेका छौँ र आजको हाम्रो लोककथाको शीर्षक रहेको छ बुद्धिमान मूर्ख। र यो कथा यसरी सुरु हुन्छ। धेरै समय अगाडिको कुरा हो। एउटा गाउँमा कुलबहादुर नामक एक वृद्ध व्यक्ति बस्दथे र उनका 4 भाइ छोराहरू थिए। सानैमा उनीहरूको आमा बितेको हुनाले उनीहरूलाई कुलबहादुरले निकै नै कष्ट गरेर पालेको थियो। कुलबहादुरको 3वटा छोराहरू त निकै नै टाठा बाठा थिए, तर उनका कान्छा छोरा भने एकदमै सोझो र लाटो थियो। त्यसैले उसलाई जो कसैले पनि छक्क्याएर मूर्ख बनाउन सक्थे। बाठा बाठा दाजुहरू घरको सबै काम कान्छालाई नै लगाउने गर्थे र आफूहरू भने आराम गरेर मात्र बस्ने गर्दथे। आफ्नो कान्छो छोराको यस्तो अवस्था देखेर कुलबहादुरलाई निकै नै चिन्ता लाग्ने गर्थ्यो, किनकि जेठा 3 छोराहरूले त कि गरी खालान् नसके चोरी खालान्। तिनीहरूले त जसरी भए पनि आफ्नो पेट भर्न सक्छन्, तर आफ्नो मृत्युपछि भने यो कान्छोले चाहिँ कसरी जिन्दगी जिउँछ होला। यो कहीँ नभएको लाटो छ, मेरो शेषपछि त यसको के हालत हुन्छ होला। यस्तो सोचेर बिचरा कुलबहादुर रातभरि निदाउन सक्दैनथ्यो र चिन्ताले ग्रसित हुन थाल्यो। चिन्ताले नै चिताको बाटोतर्फ पुर्याउँछ भने जस्तै चिन्तै चिन्ताले एक दिन कुलबहादुरको प्राण गयो र अब ती 4 दाजुभाइहरू आमा बुबा बिनाको टुहुरा बन्न पुगे। कुलबहादुरको मृत्युपछि उसका छोराहरूलाई खाना लाउनको लागि निकै नै दुःख हुन थाल्यो। उनीहरू काम सबै कान्छा भाइलाई नै अराउँथे र आफूहरू भने केही पनि नगरिकन सुतेर बस्ने गर्दथे। कान्छा भने आफूलाई अराएको जति सबै काम खुरुखुरु गर्ने गर्थ्यो र खानलाई पनि अरूभन्दा थोरै नै पाउँथ्यो। उसका ती टाठा बाठा दाइहरू कान्छालाई निकै नै थोरै खाना दिने गर्दथे र आफूहरू भने पेटभरि खाना खाने गर्दथे। त्यही पनि कान्छा चुपचाप खान्थ्यो र आफ्नो दाजुहरूसँग केही पनि गुनासो गर्दैनथ्यो। यसरी बिना काम हल्लिएर घरको अन्न खाँदा खाँदा एक दिन उनीहरूको भकारी रित्तियो र खानलाई समेत केही पनि बाँकी भएन। त्यसैले अब कान्छा भाइलाई एक्लै छोडेर ती 3 दाइहरूले चाहिँ परदेश जाने विचार गरे। दाइहरूको यस्तो कुरा सुनेर कान्छाले आफू पनि दाजुहरूसँगै परदेश जान चाहेको कुरा बतायो र आफूलाई पनि सँगै लिएर जान आग्रह गर्यो। तर छुच्चा दाजुहरू कान्छालाई आफ्नो साथमा लिएर जान चाहँदैनथे। त्यसैले उनीहरूले एउटा कुटिल योजना बनाए र कान्छालाई नि आफ्नो साथमा नै लगे र उनीहरू परदेशतर्फ लागे। जाँदा जाँदै उनीहरू एउटा घना जङ्गलमा पुगे, जहाँ उनीहरूले 4 दोबाटो भेट्टाए। यस्तो देखेर जेठो दाजुले चाहिँ भन्यो, ल भाइ हो, यसरी सधैँ एक अर्काको पुच्छर लागेर हुनेवाला केही पनि छैन। मेरो विचारमा अब हामी छुट्टिनुपर्छ र फरक फरक ठाउँमा जानुपर्छ। उसको कुरामा माइलाले पनि सहमति थप्दै भन्यो, हो दाइ, तपाईँले ठिक भन्नुभयो। अब हामी छुट्टिएर भिन्न भिन्नै दिशातर्फ लाग्नुपर्छ। फरक फरक ठाउँमा पुग्यौँ भने हामीलाई काम पाउन पनि सजिलो हुन्छ। तर कान्छालाई भने यो कुरा खासै चित्त बुझेन र उसले आपत्ति जनाउँदै भन्यो, होइन दाइहरू, हामी सबै दाजुभाइहरू सँगै बस्नुपर्छ। बुबाले पनि हामीलाई यही भन्नुभएको थियो। तर उसको कुरा नकार्दै फेरि साइलो चाहिँ दाइले भन्यो कि त मूर्खले गरी खान सक्दैनस्, अनि त्यसैले हाम्रो पुच्छर लागिहाल्छस् नि। तर म त तँलाई आफूसँग लाँदै लादिन। त्यसपछि अन्य 2 दाजुहरूले पनि उसलाई आफूसँग लग्नलाई अस्वीकार गरे। त्यसपछि फेरि जेठो दाइले भन्यो, ल अब हामी 4 जना फरक फरक देशमा जाने र ठ्याक्कै अबको 2 वर्षपछि मात्र फर्केर यही ठाउँमा भेट्ने। त्यसपछि कसले धेरै सम्पत्ति कमाएको हुन्छ उसले नै जित्छ। यो सुनेर माइलो र साइलोले पनि हुन्छ हुन्छ भन्दै सहमति जनाउन थाले। तर कान्छा भने केही पनि बोल्न सकेन, किनभने ऊ आफ्ना 3 दाइहरूलाई छोडेर कहीँ पनि जान चाहँदैनथ्यो। तर ती 3 जना दाजुहरूले भने कान्छालाई एक्लै त्यो घना जङ्गलमा छोडेर
आफूहरूको पछि नलाग्न चेतावनी दिँदै फरक फरक बाटो समातेर परदेशतर्फ लागे। तब कान्छा भने त्यो अनकन्ठार जङ्गलमा एक्लै पर्यो। यो देखेर कान्छा साह्रै नै दुखी भयो र त्यही जङ्गलमा नै पुरपुरोमा हात लगाएर बस्न थाल्यो। धेरै बेर टोलाएर बसेपछि कान्छालाई फेरि घर फर्किने सोच आयो, तर पनि आफ्नो दाजुहरू र बुबा नभएको त्यो सुन्ने घरमा उसलाई फर्केर जान समेत मन लागेन। त्यसैले बाँकी बसेको एउटा बाटो समातेर ऊ पनि परदेशतर्फ नै लाग्यो। धेरै बाटो हिँडेर परदेशमा पुगेर धेरै ठाउँ खोज्दा पनि एकदमै सानो भएको कारण कान्छाले केही पनि काम नै पाउन सकेन। त्यसैले हार खाएर लखतरान भएर ऊ एउटा मिठाई पसलमा पुग्यो। कान्छा भोकले चुर भएको थियो, साथै त्यस पसलको मिठा मिठा परिकार देखेर त उसलाई थामी नसक्नु भोक लागेर आयो। तर उसको खल्तीमा उसँग सुक्को पैसा नै थिएन। त्यसैले कान्छाले त्यहाँको पसले साहुलाई आफूलाई थोरै खाना दिन आग्रह गर्यो। तर त्यहाँको पसले साहु पनि निकै नै छुच्चो थियो। त्यसैले उसले कान्छालाई बिना पैसा केही पनि नदिने भन्दै पसलबाट थपाउन खोज्यो। तब कान्छाले पनि साहुलाई हात जोड्दै, यदि तपाईँले मलाई खाना दिनुभयो भने साहुजी, म तपाईँको सबै काम गरिदिन्छु भनेर बिन्ती बिसायो। यो सुनेर त्यो छुच्चो साहु पनि मक्क पर्यो। उसले कान्छालाई थोरै खाना दिएर पसलको सबै काम अराउने मनसाय बनायो र कान्छालाई थोरै एक मुट्ठी जति खाना दियो। यसरी लखतरान र भोकले चुर भएको कान्छाले त्यो थोरै खाना भए पनि खायो। तर उसको पेटलाई त्यति थोरै खानाले के पुग्थ्यो? ऊ त भोकले एकदमै चुर भएको थियो। त्यसैले उसले आशा भरिएको आँखाले त्यो साहुजीलाई हेर्यो। तर त्यो साहुजीले भने उसलाई थोरै पनि खाना दिने मनसाय गरेन। उसले त झन् छिटछिटो उठेर अब काम गर्न थाल भन्यो र अब खाना सकाएर कान्छा भने काम गर्न तयार भयो। त्यसपछि त्यो छट्टु साहुले पनि मौकाको फाइदा उठाएर कान्छालाई भयभरको सबै काम अरायो। कान्छाले पनि केही गुनासो नगरी दिनभरि बसेर पसलको सबै काम गरिदियो। यसरी कान्छाले केही नभनी फटाफट काम गरेको देखेर त्यो छट्टु पसले साहुको मनमा एउटा निकै नै पापी जुक्ति पलायो। उसले सोच्यो कि यो केटा यति लाटो र मूर्ख छ, जाबो एक मुठी खाना दिएको भरमा खुरुखुरु सबै काम गर्दो रहेछ। यस्तो काम गर्ने लाटोलाई त हातबाट फुत्किन दिनु हुँदैन। यस्तो विचार गरेर साहुले पनि कान्छालाई बोलाउँदै फेरि भन्यो, हेर केटो, तेरो काम देखेर म एकदमै खुसी भएँ। त एकदमै सानो छस्, तँलाई मैले बाहेक अरू कसैले पनि कामै दिन सक्दैन। त्यसैले मैले तँलाई काममा राख्ने विचार गरेको छु। यस्तो कुरा सुनेर कान्छा पनि निकै नै खुसी भयो। तब फेरि त्यो साहुले भन्यो कि तर म तँलाई खान र बस्न मात्र दिन्छु, तलबको नाममा केही पनि दिने छैन। साहुको यस्तो कुरा सुनेर कान्छा फेरि उदास भयो। तर ऊ काम खोज्दा खोज्दै यति धेरै थाकिसकेको थियो र साहुले भने जस्तै ऊ एकदमै सानो थियो र उसलाई कसैले पनि काम नदिने डर थियो। त्यसैले उसले त्यो अवसरलाई नकार्न पनि सकेन र ऊ त्यही साहुकोमा नै बसेर काम गर्न थाल्यो। त्यो साहु कान्छालाई निकै नै काममा दलाउँथ्यो, तर खानालाई भने बिहान बेलुका निकै नै थोरै खाना दिने गर्थ्यो। तर पनि कान्छा भने केही पनि गुनासो नपोखी चुपचाप खाना खाएर इमान्दारीका साथ काम गर्थ्यो। उसले पेटभरि खाना पनि पाउँदैनथ्यो, खालि साहुको गाली मात्र खान्थ्यो र राति राम्रोसँग सुत्न पनि पाउँदैनथ्यो। राति पनि ढिला बेरसम्म काम गर्नु पर्थ्यो र बिहान पनि चाँडै उठेर सबै काम भ्याउनु पर्थ्यो। यसरी नै दुःख गर्दै कान्छाले आफ्नो जीवन व्यतीत गर्दै थियो। यसरी नै रात दिन काम गर्दा गर्दै कान्छाको 2 वर्षको समय पनि बित्यो। समय त बित्यो, तर उसको हात भने खालीको खाली नै रह्यो। अन्तत
त्यो छट्टु साउसँग बिदा लिएर कान्छा खाली हात घरतर्फ फर्कियो। र त्यही चार दोबाटोमा गएर बस्दै आफ्नो दाजुहरूलाई पर्खिन थाल्यो। केही समयपछि उसका अन्य दाजुहरू पनि फर्केर आए, तर उनीहरू भने आफ्नो साथमा निकै नै धन सम्पत्ति बोकेर आएका थिए। तर यता कान्छा भने खाली हात नै थियो। यो देखेर उनीहरूले कान्छाको धेरै नै खिल्ली उडाए र जेठो दाइले भन्यो, ठिकै छ, अब म मेरो यत्रो सम्पत्तिले एउटा ठुलो घर बनाउँछु, अनि त त्यो घरको नोक्कर बन्लास्। जेठा दाइको यस्तो कुरा सुनेर माइला दाइले पनि हाँस्दै भन्यो, म पनि धेरै जग्गा जमिन किन्छु र त त्यो जग्गा जमिन हेर्ने हली बन्लास्। यो सुनेर फेरि तिनैजना हाँस्न थाले र साइलो दाइले पनि भन्यो, म पनि धेरै गाई वस्तुहरू पाल्छु, अनि त मेरो वस्तुभाउ स्याहार्ने गोठालो बन्लास्। यो सुनेर पनि तिनैजना मजाले हाँसेर कान्छाको खिल्ली उडाए। कान्छा भने यत्रो वर्षपछि आफ्नो दाजुहरूलाई भेट्न पाएकोमा निकै नै खुसी थियो। त्यसैले दाजुहरूको हाँसोमा उसले पनि हाँसो मिलायो। उसले आफ्नो खिल्ली उडाइरहेको थाहा पाउँदा पाउँदै पनि केही पनि नराम्रो मानेन। ऊ त आफ्ना दाजुहरूलाई यत्रो वर्षपछि भेट्न पाउँदा एकदमै मक्ख थियो। त्यसपछि उनीहरू फेरि घर फर्किन थाले। तब बाटोमा कान्छाले जेठो दाइलाई सोध्यो कि होइन दाइ, तपाईँले यत्रो सम्पत्ति कसरी कमाउनु भयो? तब जेठो दाइले पनि सान दिँदै भन्यो, यहाँबाट तिमीहरूसँग छुट्टिएर म एउटा ठुलो सहरमा पुगेँ, जहाँ ठुला ठुला अस्पतालहरू थिए। त्यहाँ डाक्टरहरू त थिए, तर तिनीहरूलाई काम सघाउने म जस्तो सिपालु व्यक्ति कोही पनि थिएन। त्यसैले मैले तिनीहरूलाई सहयोग गर्न थालेँ र यत्रो धेरै पैसा कमाएर म पनि अहिले डाक्टर बने। यो कुरा सुनेर कान्छा त निकै नै अचम्मित भयो। त्यसपछि उसले फेरि माइलो दाइलाई सोध्यो कि अनि माइला दाइ, तपाईँले चाहिँ यत्रो विधि सम्पत्ति कसरी कमाउनु भयो नि? यो सुनेर माइला दाइले पनि सान दिँदै भन्यो कि यहाँबाट तिमीहरूसँग छुट्टिएर म पनि एउटा राज्यमा पुगेँ, जहाँ ठुला ठुला मठ मन्दिरहरू थिए। त्यहाँ थुप्रै चमत्कारी बाबा र जादुगरहरू पनि थिए, तर तिनीहरूलाई काम सघाउने म जस्तो सिपालु मान्छे कोही पनि थिएन। त्यसैले मैले तिनीहरूलाई सहयोग गर्न थालेँ र यत्रो धेरै पैसा कमाएर म पनि अहिले जादुगर बने। यो कुरा सुनेर कान्छा फेरि अचम्मित भयो। त्यसपछि फेरि कान्छोले साइला दाइतर्फ हेर्दै सोध्यो, अनि साइला दाइ, तपाईँले चाहिँ यत्रो विधि सम्पत्ति कसरी कमाउनु भयो नि? यो सुनेर साइला दाइले पनि सान दिँदै भन्यो कि यहाँबाट तिमीहरूसँग छुट्टिएर म पनि एउटा गाउँमा पुगेँ, जहाँ ठुला ठुला चिहान र घाटहरू थिए र त्यहाँ थुप्रै तान्त्रिक र बोक्सीहरू पनि थिए, तर तिनीहरूलाई काम सघाउने म जस्तो सिपालु मान्छे कोही पनि थिएन। त्यसैले मैले तिनीहरूलाई सहयोग गर्न थालेँ र यत्रो धेरै पैसा कमाएर म पनि अहिले बोक्सी विद्या र तन्त्र मन्त्र जानेको तान्त्रिक बने। यो कुरा सुनेर कान्छा त झन् अचम्मित भयो। त्यसपछि दाइहरूले कान्छातर्फ हेर्दै भने कि अब तँलाई त सोधौँ भने त पहिला पनि मूर्ख गरिब नै थिइस्, अहिले पनि मूर्ख गरिब नै छस्, तेरो बारेमा त के नै कुरा गर्नु? यो सुनेर सबैजना गलल हाँस्न थाले। यसरी कान्छाको खिल्ली उडाउँदै उडाउँदै उनीहरू घना जङ्गलको बाटोबाट घर फर्किँदै थिए। त्यस्तैमा जाँदा जाँदै उनीहरूले जङ्गलको बीचमा एउटा जनावरको हाडखोर मात्र बाँकी भएको देखे। यो देखेर तान्त्रिक साइलाले अचम्म मान्दै भन्यो, होइन, यो हाडखोर कुन चाहिँ जनावरको रहेछ यस्तो घना जङ्गलमा? यो देखेर डाक्टर जेठोले सानका साथ आफ्नो चस्मा निकालेर हेर्दै भन्यो, के को चिन्ता लिन्छस् भाइ? तेरो दाइ डाक्टर भएको के काम लाग्यो? यस्ता नाथे करङ र हड्डी त कति जोडियो। यति भन्दै उसले त्यो जनावरको टुटेको हड्डीलाई जोडेर एउटा मूर्त रूप दियो र
सिङ्गै जनावर जस्तै पो बनाइदियो। जेठो दाईको यस्तो सिप देखेर त कान्छा एकदमै मक्ख पर्यो र ताली बजाउँदै उसको प्रशंसा गर्यो। ओहो दाई, तपाईँ त साँच्चै नै सिपालु डाक्टर हुनुहुँदो रहेछ। हेर कस्तो मजाले मिलाएर दुरुस्तै हड्डी जोडेको, यो त पक्कै बाघको हाडखोर हुनुपर्छ। यो सुनेर जेठोको त नाक फुलेर साध्यै रहेन, ऊ त मक्ख पर्यो। जेठोको यस्तो तारिफ सुनेर माइला र साइलालाई भने डाहाले खप्नु खानु भएन। त्यसैले माइलाले पनि धाक लगाउँदै भन्यो, नाथे यस्ता हाडखोर त भेट्टाएपछि जसले पनि जोड्न सक्छ नि। त्यही नै यो बाघ हो कि होइन, के पक्का भएर हड्डी त जुन जनावरको पनि उस्तै हुन्छ नि। यो कुरा सुनेर जेठो दाई रिसाउन थाल्यो। माइलाले चाहिँ फेरि थप्यो, यो के जनावर हो भनेर पक्का त म जस्तो जादुगरले मात्र गर्न सक्छ। त्यसपछि जेठो दाईले पनि रिसाउँदै भन्यो, ल देखा त तेरो जादु कसरी पक्का गर्दो रहेछस्, यो कुन चाहिँ जनावर हो भनेर। यो सुनेर जादुगरले पनि सान दिँदै आफ्नो जादुई छडी निकाल्यो र मन्त्र फुक्दै त्यो हड्डीको वरपर छडी घुमायो। तब त त्यो हड्डीमा एकैछिनमा मांसपेशीहरू भरियो र त्यो त एउटा अजङ्गको सिंह जस्तो पो देखियो। माइला दाईको यस्तो शक्ति देखेर कान्छा त एकदमै मक्ख पर्यो र ताली बजाउँदै उसको प्रशंसा गर्न थाल्यो। ओहो माइला दाई, तपाईँ त साँच्चै नै शक्तिशाली जादुगर हुनुहुँदो रहेछ। कस्तो अचम्मले त्यो हाडखोर माथि सबै मासु भरेर असली जनावर बनाइदिनु भयो। यस्तो काम त कसैले पनि गर्नै सक्दैन। यो सुनेर माइला दाईको पनि नाक फुलेर साध्यै रहेन, ऊ पनि मक्ख पर्यो। तर कान्छाको मुखबाट माइलाको यस्तो तारिफ सुनेर जेठो र साइलालाई भने डाहाले खप्नु खानु भएन। त्यसैले साइलाले पनि धाक लगाउँदै भन्यो, यस्तो नाथे हाड र मासु जोडेर त जनावर जस्तै नै बनाउन सक्छ नि, के को असली भयो र। यो त नक्कली जनावर हो, नक्कली। एउटा सिंहको हाड छालाको पुत्ला मात्र, न त हिँडडुल गर्न सक्छ न त गज्रिन नै सक्छ। यो सुनेर माइला दाई रिसायो। साइला दाईले भने फेरि थप्यो, यो जनावरलाई प्राण भरेर जिउँदो बनाउन त म जस्तो तान्त्रिकले मात्र सक्छ। त्यसपछि माइला दाईले पनि रिसाउँदै भन्यो, नापिस तैँले, कहीँ मरिसक्या कुरालाई नि कसैले जिउँदो बनाउन सक्छ र। ल बना त यसलाई जिउँदो, हामी पनि हेरौँ। यो सुनेर साइलाले नि सानका साथ आफ्नो इन्द्रजालको किताब निकाल्यो र पढ्न लाग्यो। यो देखेर दुई दाजुहरू भने उसलाई रिसाउँदै हेरिरहेका थिए। भने कान्छा भने डरले आत्तिसकेको थियो। त्यसैले उसले साइला दाईलाई रोक्दै, होइन दाई, तपाईँले यो के गर्न लाग्नु भएको, यस्तो अजङ्गको सिंहलाई बिउताउनु भयो भने त यसले त हामी सबैलाई खाएर सिद्धाइहाल्छ नि। नगर्नुहोस् यस्तो काम, हामीले थाहा पाइसक्यौँ तपाईँले गर्न सक्नुहुन्छ। तर जेठो र माइलाले भनी साइलालाई होच्याउँदै, सक्दैनस् तैँले, तेरो त्यत्रो तागत नै छैन भन्दै हेप्न थाले। त्यसपछि त साइला पनि एकदमै रिसायो र किताब खोलेर भटाभट मन्त्र पढ्न थाल्यो। कान्छाले उसलाई रोक्न खोज्यो तर सक्दै सकेन। तब त मन्त्रको प्रभावले त्यो सिंहले नि थोरै थोरै जुङ्गा हल्लाउन थाल्यो। यो देखेर कान्छाको त सातो पुत्लो उड्यो र ऊ त डरले छिटो छिटो एउटा अग्लो रुखमाथि चढिहाल्यो। त्यति नै बेला त्यो सिंह पनि जिउँदै भयो र ठुलो स्वरमा गज्रन थाल्यो। यो देखेर जेठो र माइला त हेरेको हेरै भयो। कान्छाले भनी दाईहरूलाई छिटो रुखमाथि चढ्नुहोस्, छिटो आउनुहोस् भन्दै थियो। तर जेठो र माइलालाई आफ्नो शक्तिले हराएको देखेर साइला भने मक्ख परेर उनीहरूलाई नै गिज्याएर हाँस्न थालिरहेको थियो। त्यसपछि त्यो सिंहले पनि हत्तपत्त उफ्रेर पहिला जेठो र माइलालाई मार्यो र त्यसपछि उनीहरूको खिल्ली उडाएर हाँसिरहेको साइलालाई झम्टिएर मारेर खान थाल्यो। यो सब दृश्य देखेर कान्छा भने निकै नै दुखी भयो र आँसु झार्दै रुखमाथि बसिरह्यो र सिंह त्यहाँबाट जाने समय पर्खिरह्यो। केही बेरपछि त्यो जिउँदो भएको सिंहले सबै मासु खाएर डकार्दै
आरामले त्यहाँबाट लाग्यो। र त्यसपछि कान्छा पनि रुखबाट तल ओर्लियो। त्यसपछि कान्छाले पनि भारी मन गर्दै रुँदै रुँदै आफ्नो दाइहरूको शरीरको बाँकी भएको अवशेष बोक्यो र उनीहरूको धन सम्पत्तिको पोको समेत लिएर कान्छा दुखी हुँदै आफ्नो घरतर्फ लाग्यो। र यसरी यो एउटा रोचक र सन्देशमूलक कथाको अन्त्य हुन्छ। साथीहरू, त्यसैले भनिन्छ नि, नचाहिने ठाउँमा बुद्धिमत्ता लगाउनु भनेको मूर्खता जस्तै हुन्छ। त्यसैले कुनै कुनै ठाउँमा आफ्नो सिपको प्रदर्शनी नगर्नु धेरै नै बुद्धिमत्ता हुन्छ। अब यो कथामा हामीले कसलाई बुद्धिमान मूर्ख भन्ने, त्यो 3 जना दाजुहरूलाई जो बुद्धिमान हुँदाहुँदै पनि अन्त्यमा मूर्ख ठहरिए, अथवा त्यो कान्छालाई जो मूर्ख हुँदाहुँदै पनि अन्त्यमा बुद्धिमान ठहरियो। हजुरहरूको विचारमा यो कथाको बुद्धिमान मूर्ख को हो त? हामीलाई कमेन्ट गर्न नबिर्सिनुहोला। र आजको यो रोचक लोककथा हजुरहरूलाई कस्तो लाग्यो त? हामीलाई अवश्य पनि कमेन्ट गर्नुहोला। र हजुरहरूसँग पनि यस्तै रोचक तथा डरलाग्दा घटनाहरू छन् भने पक्कै पनि हामीलाई हाम्रो फेसबुक पेजमा पठाउन सक्नुहुनेछ। पेज लिङ्क हामीले डिस्क्रिप्सनमा उपलब्ध गराएका छौँ। र आज पनि हामी विशेष धन्यवादको लागि केही नामहरू लिन गइरहेका छौँ, जसले हाम्रो भिडियोलाई हेरेर हामीलाई धेरै माया गरिदिनु भएको छ। उहाँहरू हुनुहुन्छ नवलपुर गैँडाकोटबाट वीर बाबु वीर, कुवेतबाट समी मगर, बर्दियाबाट योगेश मगर, साउदी अरबबाट नवीन, इलामबाट अमिरा बस्नेत, उदयपुर गाईघाटबाट प्रतिमा राई, सुर्खेतबाट भवी मगर, मलेसियाबाट कृष्ण बुढाथोकी, अस्ट्रेलियाबाट केदार कार्की, रोमानियाबाट मनकुमार राई, रोल्पाबाट केशवराज छेत्री, दमौलीबाट भीषण छेत्री, भुटानबाट गोपाल घले, भक्तपुरबाट रामकुमार बस्नेत, कुवेतबाट सागर बस्नेत, नवलपुर पूर्वबाट महेन्द्र मगर, कुवेतबाट निशा गुरुङ, नुवाकोटबाट निरु रेग्मी, साथै क्षितिजा श्रेष्ठ, चन्द्र चामलिङ राई, लिम्बू विमल, छिरिङ घले, राहुल ठाकुर, टङ्क बराल, मेनका छेत्री, सिर्जना बस्नेत, निलमा भट्टराई, विनिता थापा, चित्र गुरुङ, आस्था उप्रेती, सिद्धार्थ सिंह राणा, प्रसाद सुरज, मनिष खतिवडा, एकराज केसी, ज्ञानकुमार पोखरेल, सन्तोषी गुरुङ, हरि थपलिया, मेनुका मैनाली, सुनिता घिमिरे, राजेश बुढा, सुनिता थापा, विवेक भट्टराई, जानुका लिम्बू, विमला कुलुङ, विकास सुवेदी, टिकाराम बुढा मगर, सीता गौतम, प्रेम सुब्बा, धन बुढा, मिठु लामा, रिता दुलाल, लालबहादुर बजागाई, मुना थापा, सम्झना कुमाल, विष्णुमाया बस्नेत, थुलुङ सेमन, निउराज बस्नेत, मिङमा शेर्पा, भरत विष्ट, बसन्ती रूपाखेती, रिता राई श्रेष्ठ, समीर छेत्री, सपना योगी, निर्मल मगर, निर्मला लुइटेल, भरतराज वन, सरिता भुजेल, सपना योगी, गणेश खड्का, सुमित बराल, शोभा रोकाहा र नेत्रलाल लिम्बू लगायतका हाम्रो भिडियो हेरेर माया गरिदिनुहुने सम्पूर्ण मित्रहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। सबै नामहरू आजको भागमा नै समेट्न नसकेको कारण क्षमा प्रार्थी छौँ। धेरै नामहरू अझै नै छुटेका छन्। कृपया कमेन्टमा सामेल भएर हामीलाई झकझकाइदिनुहोला। हामी अर्को भागमा पक्कै पनि समेट्ने छौँ। त्यसको साथै आजलाई मलाई बिदा दिनुहोस्। अनि आजको हाम्रो नयाँ प्रयोग हजुरहरूलाई कस्तो लाग्यो त? के हामीले यो प्रयोगलाई प्राथमिकता दिनुपर्छ या पर्दैन? कमेन्टमा अवश्य पनि बताउनुहोला। के हामीले यसरी नै भिडियोलाई बनाउनु पर्छ या त अडियोमा नै काम गर्नुपर्छ? हामी हजुरहरूको उचित सुझावको प्रतीक्षामा छौँ। र आजको भिडियो मन पर्यो भने लाइक र सेयर गरिदिँदै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई
सब्सक्राइब पनि अवश्य नै गरिदिनुहोला। हस् त नमस्ते। अर्को नयाँ कथाको साथमा फेरि भेटौँला।